खासै मलाई बोल्न त आउँदैन, त्यही पनि बोल्न मन लाग्यो है साथी हो। चाइनाको ड्याम फुटेर चाहिँ रसा धादिङमा चाहिँ एकदम डेन्जर भइरहेको छ है। उता गयो बिचरा, यता आयो बिचरा, बिचराले हुँदैन होइन। आफ्नो आफन्तहरू परेको बिचरा कति शोकमा परेको छ है। त्यही भएर गाह्रो छ जिन्दगीमा घमण्ड कहिले पनि नगर्नु है। कहिले के हुन्छ थाहा नै हुँदैन जिन्दगी। हेलो नमस्ते सबैजनालाई, स्वागत छ मेरो युट्युब च्यानल। तपाईँ सम्पूर्णलाई आयोग तपाईँ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु है। होइन तपाईँहरूले पनि थाहा पाइसक्नुभयो, मैले पनि थाहा पाइसकेँ होइन। कति ठुलो नोक्सान भएको छ है। तपाईँहरूले नि न्युज हेरिसक्नुभयो, कति भाइरल भएको छ होइन। एउटा चाइनाको ड्याम फुटेको कारणले गर्दा चाहिँ रसुवा धादिङमा चाहिँ पुरै डेन्जर भइसकेको छ होइन। एकदम खतरा क्या है। घर गाडी बङ्गलासँग सब पक्की पुलहरू सबै बगाएको छ क्या यार। म त छक्कै परेँ क्या। त्यो घरसर त ठिकै छ होइन, मेन मान्छेको ज्यान चाहिँ बचाउनु पऱ्यो क्या, सेफ हुनु पऱ्यो होइन। तर मैले भिडियोहरू हेरिरहेको छु होइन, मान्छेहरू त्यत्रो बाढी आइरहेको छ, म गाडी चलाएर हिँडिरहेको छु यार। के भएको मान्छेहरू, कस्तो लोभ लागेको होला होइन। म अचम्म लागिरहेको छु क्या। पहिला आफ्नो ज्यान त बचाउनु नि यार। त्यत्रो उर्लेर आइरहेको छ खोला है। के भन्ने मान्छे, कस्तो खुस्केट रहेछ त मान्छे यार। यस्तो भयो कि है, सुन्दा पनि दुःख लाग्छ, हेर्दा पनि दुःख लाग्छ होइन। आफू नपर्दा पनि त्यहाँ बस्ने मान्छेहरू होइन, कस्तो हो है। अरू भन्दा नि सशस्त्र प्रहरीहरू पनि 9 जना चाहिँ बेपत्ता भनेको छ होइन। अब अरू त कुरै छोड्यो, जनताहरू त कतिजना गयो होला होइन। अब त लासै भेट्न गाह्रो हुन्छ, त्यत्रो पानीमा कहाँ पुर्याउँछ होला है। त्यो भेटी हेर्दा सिरिङ हुन्छ क्या, दुःख लाग्छ क्या। त्यहाँ रसाको मान्छेले थाहा थियो त त्यस्तरी बाढी आउँछ, ड्याम फुटेर यत्रो नोक्सान हुन्छ भनेर थाहा थियो त? थाहा थिएन नि त। अन्जानमा हुने हो क्या। त्यही भएर कति मान्छेहरू चाहिँ मैले देखिरहेको हुन्छु, भेटिरहेको हुन्छु होइन। घमण्ड देखाउँछ आफूपट्टि, मै हुँ ठान्छ क्या। त्यही भएर हामी कहिले पनि मै हुँ, कहिले पनि घमण्डी गर्नुहुन्न क्या। हामी के हुन्छ, आज मऱ्यो भने भोलि 2 दिन हुन्छ क्या। त्यही भएर विचार गर्नुपर्छ क्या। मै नै अहिले बोलिरहेको छु, मै नै भोलि के हुन्छु होइन। मलाई नै थाहा छैन मेरो जिन्दगी कतिखेर के हुन्छ, मलाई नै थाहा हुँदैन क्या। त्यही भएर घमण्ड केहीमा गर्नुहुन्न क्या। बाँचुन्जेल हाँस्ने बोल्ने रमाउने हो, मरेपछि त गयो बिचारा हो। त्यहाँको मान्छेहरू हेर, हामी हेर्छौँ कति दुःख, बिचारा बाहेक अरू केही नै छैन क्या। सबैको मुखमा बिचारै छ। उता गयो बिचारा, यता आयो बिचारा, मै बिचारा होइन। के गर्नु अब। चाइनाबाट ड्याम फुटेर आएको होइन, चाइनाले क्षतिपूर्ति दिन्छ, टन्नै दिन्छ। तर त्यो क्षतिपूर्तिले हुँदैन नि त। त्यहाँका आफन्तहरू बगेको छ, मान्छेहरू बगाएको छ, मरेको छ, दुःख लाग्छ नि होइन। आफ्नो बुवा मम्मी छोराछोरी बगेको होला, आमा बचेको होला, छोरा गएको होला, छोरा बच्यो होला, आमा गएको होला। त्यो सम्पत्तिले आउने होइन नि त। त्यही भएर क्षतिपूर्ति त दिन्छ, दिएर हुँदैन नि त। प्रेम छैन नि त, त्यस्तो हो है। यो दुःख लाग्छ। तपाईँहरू पनि जहाँ जानुहुन्छ एकदम सेफ्टी साथ हिँड्नु होला है। धेरै टाढा नजानु, अहिले एकदम पानी पहिरोले एकदम डेन्जर भइरहेको छ। टाढाको यात्रा नहिँड्नु होला है, त्यही भन्न चाहन्छु साथी हो। यति भन्दै बिदा माग्छु, बाई बाई।